स्यारो नमस्कार सम्पूर्ण यहाँहरुमा मेरो कहिलेकाहीँको भिडियोहरु हेर्दै हुनुहुन्छ होला। जोस आज चाहिँ म अलिकति थोरै सदाको भन्दा अलिक एक्साइटेड पनि छु। विशेष गरी चिरपरिचित हामी एक साथी पनि र अतिथि भनौं न आजको लागि अतिथि आउनु भएको छ। ल उहाँलाई भेट्न जाँदै छु र कतिलाई थाहा छैन होला को होला भन्ने भइरहेको होला। विशेष गरी हाम्रो नवोदय कला केन्द्रको भाइ बहिनीहरुलाई चाहिँ अलिक हाम्रो भाइ बहिनीहरुलाई चाहिँ र मेरो सँगैको साथीहरुलाई चाहिँ थाहा छ होला। अनि उहाँले लगाउनु भएको गुण अझै पनि हामीले सम्झिन्छौँ र उहाँलाई भेट्न जाँदै छु। र विशेष गरी चाहिँ धेरै लामो समय भयो उहाँलाई नभेटेको, लगभग 2060 सालदेखिको पहिलोचोटि होला। फोनमा त कहिलेकाहीँ गफ हुन्थ्यो तर पर्सनली भेट्न चाहिँ आज उहाँ आउनु भएको छ। अमेरिका उहाँ पहिले नै आउनुभएको 2-3 वर्ष अगाडि, तर उहाँ अर्कै स्टेटमा हुनुहुन्थ्यो र आज चाहिँ उहाँ हामी पनि भेट्न जानु त्यस्तै भयो अलिकति। र उहाँ चाहिँ अब अलिकति परिवारहरु नेपालमै हुनुहुन्छ र उहाँ चाहिँ फुर्सद मिलाएर आउनु भएको छ र भेट्न जाएको छु आइतन दाइकोमा। र उहाँसँगको भेटघाटलाई आज अलिकति म भिडियो मार्फत कैद गर्न चाहन्छु, किनकि भेट अलिकति रमाइलो नै होस् भन्नेको लागि पनि भिडियोमा राखौँ भनेर मैले यो भिडियो बनाउन खोजिरहेको छु। र हेर्नु होला है त। पर्यो र भीम सरलाई चाहिँ भेट्नको लागि अरे पहिला यहाँ दाइलाई पनि उठाएर लानु पर्यो। हाम्रो सदर दाइलाई पनि पिकअप गर्नु पर्यो। म सदर दाइलाई पनि पिक गर्छु अनि हामी आइपुगेकोमा अब जाँदैछु। पहिला यता हाम्रो सदाईलाई पनि पिक गर्नु पर्यो अनि चाहिँ त्यहाँदेखि हामी जान्छौँ। रेडी हो? रेडी हो त्यसो निक्लौँ न त बाहिर। अनि एसपी सरको घरमा मान्छे छैन। सरकार भर्खर लेट भयो। सरकार निन्द्रामा रहेछ कि क्या हो? सरकार सुतिरहेको निन्द्रामा रहेछ नि त। अब हामी चाहिँ डाउन टाउनमा हाम्रो भीम सरलाई घुमाउन लाँदैछौँ। अब हाम्रो आज चिफ गेस्टलाई चाहिँ यताबाट घुम्नु मेन चिफ गेस्टलाई चाहिँ डाउन टाउन आज हाम्रो नेसनल टेनिसीको डाउन टाउन सट्टै घुमाएर म त एक फोनको लगाएर आउँछु। अब जानुपर्ने छ। ल आफन्त सबैजना होइन रमाइलो रहेछ नि त नि अब। यहाँ त बिरानो फिलै नहुने यहाँ त अझै अहिले त घर किनेर बाहिर गएर सर के यताको पनि देखिन्छ। हामी डाउन टाउनको यो पुल मुनि छौँ। यहाँ हामी रेस्टरुम भेट्दैछौँ अहिले एकैछिनको लागि। तर मेन चाहिँ आजको हाम्रो यसलाई बाँकी एकछिन चिफ गेस्टलाई लिएर चाहिँ अब 20 वर्ष पछाडिको हाम्रो भेटघाटलाई चाहिँ आज यसो पाउनलाई चाहिँ डाउन टाउनमा जोडीको भेट भर्खर जोस् हाम्रो रमाइलो किस्साहरू छ। यो पहिलाको अब सबै भनेर सकिन्न, तर जोस् यहाँ घुम्दै गर्दाखेरिको यसो गफ गर्दै गर्छु। तर यहाँ ठाउँ हामी सबै आउनेहरूलाई चाहिँ हाम्रो गेस्टहरूलाई चाहिँ यतै लिएर चाहिँ घुमाएर पठाउने हाम्रो
उहाँलाई चाहिँ अलिक च्यापेकै जस्तो छ अलिकति गाह्रो छ जस्तो भएको जस्तो चाहिँ अलिक स्पिड दिँदैछ नि त त्यसो चाहिँ यहाँ ल्याउने गाडी कस हुँदैछ हामीलाई र त मैले अघि यतै भनेको थिएँ उसलाई तर ठिकै छ होइन भरे यस्तो यस्तो यो रेन्टलमा ल्याउँछ होइन पैसा के स्क्यान गर्नु स्क्यान जसले अब पे गर्यो जहाँ लगेर त्यसको चार्ज हुँदैन पुऱ्याउँछ बिजनेस हाम्रो नि तर लेखकै गएको छ तर यहाँ खुला छ क्या त हौ यहाँबाट उँभो जाने कुरा छ नि उसमा उसबाट जानु सक्छ त्यहाँ हामी पुलमाथि चढियो अब यहाँदेखिको यसो त्यसो साइकल पनि खतरा छ एउटा त्यो हिँड्नु आँटेको छ त्यो हिँड्नु आँटेको छ होला अहिले यता बनाएको छ क्या भर्खर बनाएको नयाँ खोलेको नि यता कुनमा यो बोटमा एक्सपेन्सिभ होला नि तर मिलेर फ्यामिली पनि खाँदै घुम्नु होला नि त होइन यता चाहिँ नयाँ खोलेको यसको एपिसोड लेख्ला टेनेसीमा चाहिँ यसो काम घुमाइँदैछ हाम्रो यसबाट अब अरू ठुल्ठुलो हामी घुमाउने भनेकै हाम्रो ठाउँ चाहिँ खालि लियो डाउन टाउनमा हामी ल्याउँछौँ तमाउ जीवन कि राखेको छ अब एकछिन गर्मी छ नि गर्मी छ कस्तो बसेको देखेर ए ए होइन प्रोग्राम रहेछ ऊ कति चाहिँ मान्छेहरू ए बाहिरै पो रहेछ अभी मजा आएगा ना भिड त्यहाँ जानुपर्छ एकछिन त्यहाँ चाहिँ यो गोप्रो घुमाउनु तर टिकट सिस्टम होला नि त टिकट सिस्टम खुल्लै होला ए आमाम मैले फोटो त देखेको थिएँ ठाउँ छैन ए यसको अर्को के को स्पेन्सको आएको हो त अनि फोटोहरू पुरा देखेको मैले यो ओपनली हो कि टिकट सिस्टम हो खै त्यो पुरा कन्सर्ट छ नि कन्सर्ट बाहिर ओपन कन्सर्ट हो नि त अहिले जाउँ न यसो हेरौँ आइडी चेक आइडी छ भैया पालो पालो गरेर फेरि गऱ्यो अनि अनलाइनबाट पे गर्ने एप्पल पे हुनुपर्छ सजिलो हुन्छ त्यो चाहिँ ल काश्मीर घुमाइछ हाम्रो पुरानो मित्रहरूसँग हाम्रो आइता राई सर हाम्रो हामी 20 वर्ष पछाडि हाम्रो भेट भएको छ हाम्रो उहाँ जोडीको भेट हुँदैछ सकेछ होइन यो त टाढामा हिँड्नुपर्छ होला यो त धेरै हिँड्नुपर्छ यताबाट निकै जानुपर्छ नि त बाटो छ अहिले पहिला यता पस्छौँ अनि पहिले अहिले त्यहीबाट सुन्छ नि ट्याङ यताले पेले छ क्या अहिले यताको छुट्टी भएपछि मात्रै
यही पर्छ भइहाल्छ सुरु भयो है ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ पुरा खुल्लामा खुल्ला होइन अहिले त्यति भिड 10-11 बजी मात्रै अलिक भिड छ के जिज्ञासा इजी छ कि छैन हेरेको छैन इजी हेरेको कि छैन प्रोग्राम चलिरहेको That's why I told you to go back around. रमाइलो हुन्छ कुन नपस्यो यसै पसौँ ल यहाँ पस्छौँ है त अब माथि अब कति तला भयो 5 तला यहाँ तल अलिक झ्याङझ्याङ हो गएको गएकै छ हो थर्ड फ्लोरमा हिँड्दैछु क्या हिँड्दा पुरा गरी गइसक्यो त कति मान्छेको भिड मान्छेको चलको कति छ मान्छेको चल कति छ भन्ने कुरो त अब एक ठाउँदेखि बसियो बाँकी नै छ कि क्या हो माया त लाग्छ नि ग्यास छैन ड्याबिट छ अनि कहाँ हुन्छ एक छैन पुरा कटान्छ
जोस् घुमघाम चाहिँ अहिलेको अब प्रोग्राम सिक्यो होला नि त्यहाँ उता हो नि त तर त्यो सिक्यो होला पानीले होला ए पानीले उडायो हो सबै मान्छे आइसकेको त्यही भएर यो 12,000 आइरहेको अहिले अब क्राउड त धेरै आज यहाँ त छोपिन्छ मान्छे फोटो क्लिक ए फोटो पनि हाल्यो फोटो पनि हाल्यो यता के गर्नु र आइतमान छोडेर म एकल डान्स गर्ने भएको केटी बिचमा आएको हो अन्त त्यो हात बोकेको बेला कहिले झरे झरे क्या बात है सर क्या बात है सर क्या बात ये बात है यो पनि लाउनु पर्छ कि रेकर्ड पनि छ आइरहेको छ हामीलाई यहाँ अर्को ठाउँबाट भेट्यो साह्रै रिसाएको छ अनि कस्तो पऱ्यो त्यहाँबाट दिएर थियो डाउन टाउन चाहिँ एकदमै बिजी यो म्युजिक सिटीमा चाहिँ एकदमै बिजी हुन्छ तर हामी अझै अगाडि भयो अलिक लेट हुँदा अझै 11 बजी छ भने अझै रमाइलो हुन्छ अनि यहाँनिर चाहिँ अब रमाइलो क्रममा पनि केही भन्ला कि भन्नु यता हाम्रो आज गेस्टलाई चाहिँ घुमाउँदैछु तर अब हामी ट्रिपमा खानेतिर परिएन कि त्यो भएर पोसाइएन पनि साधु पर्यो त्यही भएर अब फेरिको सालमा अलिक सिकेर आउनु होला हामी चाहिँ लिन्छौँ तर यहाँ बिक्री हुँदैन खतरा को छैन र यहाँ को छैन सबै परुनी ये क्या बात करता है यार सबै अब हामी चाहिँ निकै बेला अब चाहिँ भयो टाइम पनि त निकै भयो अहिले त छिटै निकै टाइम अब हामी यताबाट उहाँ मुनिबाट पुल निक्ल्यौँ नि त पुल यहाँबाट पनि छ नि त बाटो उता माथि पुल ए के गरौँ अनि यहाँबाट उता पुल त आइसक्यो नि जाउँ हुन्छ कि तर फेरि जाउँ न त डुल्नु त ल छिटो जाउँ गाडीहरू हामी चाहिँ अहिले यो माथि ब्लक बिल्डिङ
हामी चाहिँ अहिले यसो यहाँनिर नासविल डाउनटाउनको म्युजिक सिटी पनि यसो पस्यो यसो हल्का रमाइलो यताउता हेऱ्यो र अब हामी चाहिँ फर्किन लाग्यौँ हाम्रो आजको हाम्रो भीमसर फर्काएर फर्किन लाग्यौँ ब्याक टु अब पढाएर मात्रै होइन उसले जब सेक्युर पनि गरिदिन्छ जबमा पनि लगाइदिन्छ बाटो क्रस गर्ने ठाउँ त उ त्यहाँ हो हाम्रो अघि हामी आएको ठाउँ यतै हो यता तर पनि पल्लोपट्टि हाम्रो नयाँ नयाँ यो पानी परेकोले अलिकति चितर पितर भयो र अहिले पानी रहेको छ फेरि अलिक शान्त प्रकार यहाँनिर चाहिँ नगर्ने यहाँ जे होस् कस्तो भयो त हाम्रो भीमसरलाई एकदम रमाइलो भयो होइन आजको दिन जस हाम्रो साथी दुईजनालाई भेट्नु पाइयो होइन मेरो मकसद पनि यति नै थियो होइन भेट्न खुसी लाग्यो भेटघाट रमाइलो भयो जस होइन फेरि पनि अब भेट भइ नै रहन्छ होला नमरी बाँचे कालो साँचे फेरि भेट हुन्छ जोड्दै के छ हाम्रो अध्यक्ष जिउलो भन्नु एकदम दामी भयो उहाँ किनभने भाइसँग उहाँ जस्तो देखभेट मात्रै हुन्थ्यो त्यस्तो मजाले घुमिएको थिएन आज यहाँ चाहिँ घुमियो पनि किनभने उहीँको पथरीकै यात्रा पथरी नेपालकै यात्रा झालक्कै फेरि काइली चोकै होइन जलजली हाम्रो जलजली हाम्रो चाहिँ अब जोस पथरी सृजना कला केन्द्रमा चाहिँ जोस पहिला हुँदै गर्दाखेरि हो हाम्रो नवोदयसँगको सम्बन्ध त्यति बेलाको गाढा सम्बन्धले गर्दा अहिले हाम्रो 20 वर्षपछि पनि भेट विशेष गरी पहिला हाम्रो आइतबाबुसँगको भेटघाटपछि हाम्रो सम्बन्ध अघि बढेको झन् अहिलेसम्म यथावत कन्टिन्यू भइरहेछ तर भेटघाट चाहिँ धेरै वर्ष भए पनि हाम्रो ताजै छ याद ताजै छ जोस् त्यति बेलाको ती रमाइलो मिठो पलहरू त सम्झँदा फेरि अझै पनि 20 वर्ष भए पनि 20 महिना जस्तो मात्रै लागिरहेछ हिजो अस्ति हो जस्तो लाग्छ है तर धेरै नि समय धेरै भाग्नु चाहिँ भाग्यो होइन समयले त कहाँ पुरै न 20 वर्ष पछाडि भनेपछि अनि 20 को 40 पुगिसक्यो र पनि अझै चाहिँ मन चाहिँ 20 वर्षको बेला हामी 5 वर्षको मात्रै होइन जोस् रमाइलो भेटघाट भयो अब अँधेर पनि भयो यता लाइटले अनुहारलाई भेट्नु छोड्यो ल भोलिको अब फेरि कन्टिन्यू हुन्छ ल अब हामी फर्किने क्रममा छौँ अब हामी एकछिन घुम्यो अब हामी घर जान्छौँ ल